नमस्ते मेरो टिकटकमा जोडिनु भएको सम्पूर्ण साथीहरुमा मलाई चाहिँ धेरै म्यासेज आउने भनेको टिकटकमा अनि व्हाट्सएपमा चाहिँ बुद्धचित्तको बिरुवा चाहिँ कहाँ पाइन्छ अनि कति वर्षको हो भनेर सोध्नुहुन्छ। बुद्धचित्त चाहिँ मेरो काभ्रे र भक्तपुरमा हो बिरुवा पाउने चाहिँ मेरो। अनि हजुरहरु यति राम्रो क्वालिटीको बिरुवा चाहिँ रोप्न चाहनुहुन्छ भने हामीसँग सबै खाले बिरुवाहरु चाहिँ उपलब्ध छ। 2 मुखे 3 मुखे 9 साउन 4 मुखे 5 मुखे सम्मको बिरुवाहरु चाहिँ हामीसँग उपलब्ध छ। अहिले चाहिँ यो सबै प्याक हुँदैछ। अहिले यो हेटौडा अनि धनकुटा अनि चितवन जाँदैछ। यो सबै प्याक हुँदैछ। हजुरहरुलाई पनि राम्रो क्वालिटीको गुणस्तरीय बिरुवा रोप्न चाहनुहुन्छ, समयमै रोपेर राम्रो आम्दानी नेपालमै गर्न चाहनुहुन्छ भने हजुरहरुले पनि सम्पर्क गर्न सक्नुहुनेछ। सबै जानकारी सहित बिरुवा उपलब्ध हुन्छ हजुरहरुको लागि। हजुरहरुको लागि मैले सम्पर्क नम्बर स्क्रिनमा छोडेको हुन्छु। यो चाहिँ 5 मुखेको चाहिँ मसँग मेरो हातमा भएको चाहिँ यो 5 मुखेको हुन्छ। यसरी देख्न सक्नुहुनेछ हजुरहरुले। यो रोपेको लगभग 1 वर्ष पनि भएको छैन। 1 वर्ष राम्रोसँग भएको छैन। सबै खाले बिरुवाहरु उपलब्ध छ।